छोरी मान्छेलाई खुसी पार्नको लागि धेरै चिज ल्याउनै पर्दैन के। हेर्दै जाऊँ के भन्छन्। मुटुमै बसेछ नि माया थानै भएन। हेलो हाई एन्ड नमस्ते, फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म किन भ्लग बनाउन गइरहेको छु भनेर तपाईहरुले थाहा नै पाइसक्नु भयो होला अफकोर्स हैन। अनि म चाहिँ अहिले एल्नालाई पिकअप गर्नका लागि एयरपोर्टतिर जाँदैछु। म चाहिँ रेडी पनि भइसकेको छु अलमोस्ट। अनि त्यसपछि ऊ चाहिँ 4:20 मा यहाँ ल्यान्डिङ हुन्छ। अनि म चाहिँ पिकअप गर्नका लागि एल्नालाई जाँदैछु। अनि इन्ट्रेस्टिङ पार्ट भनेको चाहिँ हिजो मैले एल्नालाई ढाँटेको थिएँ, म तिमीलाई पिकअप गर्नका लागि पाउँदिन होला, म चाहिँ अङ्कललाई पठाउँछु नत्र मेरो साथीहरू कसैलाई पठाउँछु भनेको थिएँ। किनकि मेरो खासमा आज र भोलि चाहिँ छुट्टी छ। अनि हल्का डिसपोइन्टेड पनि भइरहेको थियो, हल्का निराश पनि भइ नै हाल्छ अफकोर्स, त्यो त भइ नै हाल्छ हैन। अनि त्यही भएर पनि उसले अब किन यस्तो गरेको उस्तो गरेको त हल्का भन्दै थियो, तर मैले हिजो सम्झाएँ। अब हेरौँ 81 देख्दाखेरि कस्तो हुन्छ, अब उसको रियाक्सन हेरौँ। तर रियाक्सन त खासै आउँछ जस्तो लाग्दैन मलाई, किनकि उसको एक्साइटमेन्ट पनि दबाएर राख्छ क्या। अब कसैलाई गऱ्यो भने मान्छेले के भन्छ कि कस्तो भन्छ कि, म पनि फेरि त्यस्तै छु। फेरि म पनि त्यस्तो गर्दाखेरि मान्छेको अगाडि त्यो एक्साइटमेन्ट देखाउन नै लास्टै लाज लाग्छ। झन् क्यामेरा भइसकेपछि लास्टै लाज लाग्ने। त्यही पनि अब देखाउने चाहिँ कोसिस चाहिँ गर्दैछु हैन। अब हेरौँ, किनकि हाम्रो भेट भनेको हाम्रो 19 महिना भयो होला। किनकि सेप्टेम्बर 2023 मा म दुबईदेखि नेपाल अनि नेपालदेखि क्यामन आइल्यान्ड आएको थिएँ। अनि त्यसपछि त फर्स्ट टाइम हाम्रो भेट हुँदैछ नि त। 19-20 महिना जति भइसक्यो होला। अनि मैले चाहिँ दुबईमा एल्नालाई चाहिँ छोडेर आएको थिएँ। अनि ऊ चाहिँ दुबईमा त्यसपछि 4-5 महिना बस्यो म गइसकेपछि पनि। अनि दुबईदेखि नेपाल ब्याक भएको थियो। अनि म चाहिँ क्यामन आइल्यान्डमा थियो। अनि यताउति गर्दा गर्दा नै हाम्रो चाहिँ मिलिरहेको थिएन जस प्रोसेसको लागि। अनि फाइनली चाहिँ ऊ पनि आएको छ हैन, ऊ पनि खुसी नै छ। अब हेरौँ के हुन्छ, तपाईहरुलाई अब देखाउने नै छु। अब भरे एयरपोर्टमा उसको के कस्तो रियाक्सन आउँछ। तर रियाक्सन चाहिँ म चाहिँ फेरि त्यस्तो एक्सपेक्ट गरेको छुइनँ। त्यस्तो रियाक्सन के आउँदैन, किनकि म पनि उस्तै छु, ऊ पनि त्यस्तै छ, त्यस्तो खालको छ। गाह्रो पो छ त। अनि म चाहिँ घरिघरि भ्लग पनि बनाउँछु हैन। तर मलाई भ्लगरै हुनुपर्छ भनेर भ्लगरै हुन्छु भनेर चाहिँ यो मैले कुनै पनि यो भिडियोहरू बनाएको पनि होइन हैन। तर पछिको लागि पनि कुनै पनि भिडियोहरू अब पछि हामी फ्युचरमा अब हेर्छौँ नि, यो बेला चाहिँ यो भएको थियो त्यो भएको थियो भन्ने हुन्छ नि त। गर्दाखेरि आफ्नो जस मेमोरेबल चिजहरू चाहिँ मलाई कैद गर्न मन लाग्छ क्या। त्यही भएर पनि म यो भिडियोहरू चाहिँ बनाउने गरेको छु। अब हेरौँ, अब एल्नालाई अब पिकअप गर्दा के कस्तो हुन्छ, कति बजी आउँछ तपाईहरुलाई देखाउने नै छु। स्टे ट्युन है त। अब मान्छेहरू कन्टिन्युसली आउन थालिसकेको छ। म चाहिँ वेटिङमा छु कतिखेर आउँछ भनेर। म चाहिँ उसको वेटिङमा छु कतिखेर आउँछ भनेर। सबै वेटिङमै छ, पर्खिरहेको छ मान्छेहरू, आफ्नो मान्छेहरूको। अनि छोरी मान्छेलाई खुसी पार्नको लागि धेरै चिज ल्याउनै पर्दैन के। फ्लावर अनि क्यान्डीहरू भयो, अनि त्यसपछि चिप्सहरू भयो भने त्यति खुसी हो। यो चाहिँ पुरै सरप्राइज है, आज चाहिँ पुरै सरप्राइज छ। अब के भन्छ, मलाई गाली गर्ने हो कि खुसी हुने हो कि के भन्छ। फाइनली द वेटिङ इज ओभर। मैले एल्नालाई देखिसकेँ। अनि एल्ना चाहिँ उता त मलाई खोज्दैछ, हेरौँ के गर्छ अब उसको सरप्राइज। हेर्दै जाऊँ के भन्छन्। अभी मजा आएगा ना भिडो। यता हेर त, यता हेर न। के अरे यता हेर भनेको के भयो, के हो र दिमाग खराब हो। माउ जस्तो लाग्थ्यो थिएन, माउ जस्तो लाग्थ्यो थिएन, थिएन। तिम्रो लागि बुढी आउन त। मुटुमै बसेछ नि माया थानै भएन।
लाग्यो आउँदाखेरि कस्तो लाग्यो दामी लाग्यो अहिले एकछिन भन्छु दामी लाग्यो अहिले एकछिन भन्ने क्यामेरामा चाहिँ नभन्ने क्यामेरामा चाहिँ लजाउँछ क्या लास्टै लजाउने बानी होइन लास्टै लजाइन्छ फेरि ल के अरे ल जाउँ यहाँ गाडीमा यहाँ पार्किङ गरेको छु मैले के तिमी गर्नु सक्दैनौ बा त्यस्तो त्यस्तो खतरा तिम्रो त रियाक्सन त के आएन त जिरो रियाक्सन छ त कन्फ्युज भइरहेको थियो अरे के भएर कन्फ्युज भयो मैले भिडियोमा अलरेडी अनि फर्म भर्नु पर्दो रहेछ त्यहाँ मलाई भन्नु पर्दैन त इमिग्रेसन फर्म भर्नु पर्दो रहेछ मलाई लाइन बसेर गइसकेपछि इमिग्रेसन फर्म मात्रै छैन हो र फर्म फेरि भर्नु गएर फेरि यत्रो लामो लाइन बसेर त्यस्तो लाइन सक्यो नि अनि मेरो सामान त अघि आएको रहेछ त्यहाँ बसिरहेको थियो अनि यसले मेरो सामान देखेँ अनि त्यहाँ सामान सोधेँ अनि अघि गएको थिएँ त्यहाँदेखि लिएर आएँ अनि फेरि हेर्छु उतापट्टि यति लाइन बसिरहेको थियो मान्छे ओके अनि यो लाइन चाहिँ किन लाइन बस्नु गुट्टुका भएन ब्याक चेक गर्न लाग्यो कि सुर्खेतहरू भनेर पनि यो रानीले भन्यो होइन त्यो सामान सबै उयो भएको छ भने त्यताबाट जाँदा हुन्छ हो गाडी चाहिँ यही हो म गाडी निकाल्छु ल पर्खै 15 म हेर 15-19 देखि म तिमीलाई पर्खेको 3-19 देखि पर्खेको अहिले कति भइसक्यो 的浪潮用笔雕刻誓言难冻结，心房里住着你我的附加世界，永远不空缺。当爱你，我表达的更直接。你曾经对我说，认真带一点幽默，计划不小心走火，失落一瞬间 no more， 收起了漫步中你可爱的酒。फाइनली हामी चाहिँ रुम आइपुग्यौँ हैन रुम आइपुगेर यिनलाई चाहिँ पुरै टायर्ड भइरहेको छ अरे एकदम टायर्ड छ त्यही भएर पनि बोल्न सकेको छैन अब फ्रेस हुन्छ भन्दैछ ठिकै छ अब के भयो अरे अब मैले चाहिँ एयरपोर्टबाट आएर एलिनालाई पिकअप गरेर एलिनालाई सबैभन्दा मिठो लाग्ने चचेको मासु भने सुँगुरको मासु यसो बनाएर रेडी गरेको छ हैन उता एयरपोर्टबाट आएर फ्रेस भएर अब तिमीलाई मन पर्छ मन पर्छ ग्रेभी हेर भात सब्जी यो चाहिँ के हो यसमै खाना बनाएको अझै छ भने दालहरू उतातिर छ सबैतिर गरिकन राइस अचारहरू सबै बनाइसकेको छ ल थ्याङ्क यू फर वाचिङ माई भिडियो